हेलो बुवा नमस्कार। सन्चै हुनुहुन्छ बुवा? सन्चै छौँ बाबु, सन्चै छौँ हामी। अनि के छ तिम्रो हालखबर? मलाई पनि सन्चै छ बुवा। अनि साँच्ची बुवा यसपालि भोट तपाईँले कसलाई दिनुहुन्छ? खै बाबु, अनि हामीले त अब पहिल्यैदेखि यही सूर्यमा भोट दिँदै आएको हो। त्यही सूर्यलाई नै त दिने होला नि। ए होइन बुवा, यसपालि तिनीहरूलाई भोट दिएर गल्ती गर्नु हुँदैन बुवा। तिनीहरूले भ्रष्टाचार गरेर देशलाई डुबाए बुवा। अनि आज 75 लाखभन्दा बढी युवा जनशक्तिहरू परदेशिनु पर्यो। त्यसमा एक तपाईँको छोरा पनि पर्छ बुवा। परिवारबाट टाढिएपछि परदेश त्यति सजिलो छैन रहेछ बुवा, त्यति सजिलो छैन रहेछ। आज कतिजनाले आफ्नो छोराछोरीको, कतिजनाले आफ्नो आमा बुवा गुमाए, कतिजनाले श्रीमान श्रीमती गुमाए। अनि आज आफ्नो छोरा अनि आफ्नो छोरी परिवारको निम्ति सुन्दर भविष्य देखेर परदेश आउँछन्, तर त्यो सुन्दर भविष्यलाई त्यही नै टुङ्गाएर दिनका दिन एयरपोर्टमा हेर्न जानुहोस् त बुवा, बाकसभित्र लास आएको छ। लास आएको छ। त्यो कसले गर्दाखेरि, कसको गल्तीले हो, कसलाई दिनुहुन्छ? त्यही भएर अब तपाईँहरूले सोच बदल्नुहोस् बुवा, सोच। तिनीहरूलाई अब भोट नदिनुहोस्। तपाईँले आफ्नो सोच विचारलाई परिवर्तन गरेर जसले देशको निम्ति अब गर्छु भन्छ नि बुवा, जो देशको निम्ति म लड्छु भन्छ नि, त्यो व्यक्तिलाई आज तपाईँले भोट दिनुहोस्। हामीले त तिनीहरूलाई भोट दिन पाएनौँ परदेशीको कारणले गर्दाखेरि। आफ्नो आसपासका सबै मानिसहरूलाई तपाईँले त्यही भन्नुहोस् बुवा। ल ल, हुन्छ बाबु, हुन्छ। अब त आफै पनि रुइस्, अब हामीलाई पनि रुलाइस्। यो नभयो पुरै गाउँभरि नै अब नयाँ मान्छे देशको लागि केही गर्छु भन्नेलाई अब भोट दिन्छौँ हामी। अब मैले मात्रै होइन, पुरै गाउँलाई म अब त्यसो भन्छु बाबु। चिन्ता नगरेस् है बाबु। ल ल, हस् ल, बाई बाई।